सो अहिले चाहिँ बिहानको पुरै म चाहिँ भ्यू इन्जोय गरिरहेको छु होइन बाहिर चाहिँ एकदम राम्रो देखिरहेको छ अनि यो पहाडहरू अनि साइडमा हिमालहरू अनि त्यो अब सनराइज चाहिँ हुनुपर्ने अनि त्यो उज्यालो हुन्छ नि त्यो चमक भयो भने यस्तो मजा फिल हुन्थ्यो तर त्यो चाहिँ देख्न पाइएको छैन बट यस्तो दामी फिल भइरहेको जस बिहान आनन्द लागिरहेको छ सो के छ त उठ्यो आयो है कस्तो लागिरहेको तर कस्तो राम्रो हिमाल देखेको छ है चारैतिर हिमाल देखिरह है चिसो चाहिँ अति छ हेर हिमाल हेर के अरे बन्टी के को दाउरा हो स्याउको दाउरा भन्नुहुन्छ कि स्याउको दाउरा हेर स्याउको रुखको दाउरा होला स्याउको रुखको दाउरा के सल्लाहको त यहाँ चाहिँ खै यस्तो के बोटहरू छ अरे त्यस्तो बोटको होला नि है ल हाम्रो चाहिँ जीवन भाइ पनि उठिसकेको छ होइन के छ एकदम ठिक छ कमाल छ हो सुताइ कस्तो रह्यो हेर्नुहोस् न भ्यू सुत्दा त कमाल होइन होइन हिमाल पहाड बवाल छ हो के भन्न चाहन्छस् त दर्शक बिनहरूलाई एकछिन चाहिँ भिजिट गर्नुपर्ने हुन्छ एकदम आनन्द नेचुरल नेपालको होइन उता हेर्नु घरहरूले कस्तो बगाउँछ हिमाली काठको हुन्छ नि यो नि यो घरहरू कस्तो कस्तो बनेछ होइन यता उता ल ल डिरेक्सन बन्द त कता हामीले कता कता थाहै छैन यता पश्चिम पूर्व पश्चिम उत्तर दक्षिण सूर्य जताबाट उदाउँछ त्यही पूर्व हुन्छ बे पूर्व त हुन्छ अब खै त अब अघि म्याप हेरेको सिधा यो खोला हेरेको यता उत्तर थियो क्या साइडमा त्यो वारिपारि पूर्व पश्चिम थियो कस्तो जाडो भयो जाडो छैन तातो चाहिँ है कस्तो हो सुताइ सुताइ कस्तो रह्यो सुताइ त मैले त माथिको सिरेको ओढ्ने सानो माथि ओढेको ओढेर तातो हावाहरू त यस्तो छान्छ चिसो त्यो दानियललाई रुगा लाग्यो है त्यो जाने नभयो नि त एक्लै सुत्दा ज्याकेट खोलेर सुतेर चिसो होस् कहाँ एक्लै सुत्ने त यस्तो सो अहिले चाहिँ हामी निस्किनलाई रेडी भइसक्यौँ है बाइकहरू यता छ मेरो यहाँ छ सो अहिले चाहिँ सबजना भइसक्यो त्यहाँदेखि सोच चलिरहेको छ अलिअलि कसले कता है गाइज होइन अहिले चाहिँ हामी हिँडिसक्यौँ जमसमदेखि निस्किसक्यौँ होटेलदेखि हामी बसेको ठाउँबाट च्याङ्राहरू हेर्नु त बाख्रा च्याङ्रा सबै रहेछ र अहिले चाहिँ हामी हिँडिसक्यौँ यहाँदेखि अब चाहिँ फुल अफ रोड छ होला जस्तो लाग्यो है जमसमसम्म चाहिँ राम्रो बाटो छ भन्दै त्यसपछि चाहिँ अब हामी यहाँबाट हिँडिसकेका छौँ अनि यता रहेछ नि त हिसाब त कोही केटाहरू पुल उता खोज्न यताबाट रहेछ गलत ठाउँबाट गएछ है अनि यस्तो दामी भ्यू छ बिहानको मर्निङको अनि यहाँ हामी सबै कुरा गरेर त्यहाँबाट निस्किसक्यौँ र अब हामी चाहिँ अप्पर मुस्ताङ त मुस्ताङमै छौँ होइन तर अप्पर मुस्ताङको लागि हामी प्रस्थान गरिरहेका छौँ अहिले
हेलो ओ लायनसँग त खतरा देख्दो रहेछ नि त च्याङ्राहरू त यार ए छोडो 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 ल च्याङ्रा छोडौँ है च्याङ्रा बाटो छोडौँ अनि यहाँदेखि चाहिँ एकदम मजाको यो चाहिँ ठाउँ हेर्नु न वाइल्ड बबाल छ कि वाइल्ड बबाल छ होइन यस्तो दामी हेर्नु त भ्यू अनि यो त पछि असारको महिनाको पानीले त पुरै भरिन्छ होला है यो त लास्ट तरिकाले आमा यत्रो पानी जान्छ यार पछि त ल धुलो चाहिँ अक्षयसँग खुवायो साथीले होइन ल होइन ओ बबाल छ त यार धुलो दामी छ होइन कस्तो लाग्यो त गाइस हजुरहरूलाई यो भ्यू चाहिँ होइन भ्यू चाहिँ होइन यस्तो भ्युज भन्न पर्ने भनेर चाहिँ ल आइज अनि हेर्नुहोस् गाइस होइन यताको भ्यू हेर्न सक्नुहुन्छ यस्तो दामी छ तर त्यहाँ पुरै खाली डाँडा यो यसको मतलब होइन हामी चाहिँ पछि अलि चिसो समयमा आयो भने हिउँहरू प्रशस्त देख्न सकिन्छ दसैँको टाइमतिर भयो होइन यस्तो दामी देखिन्छ होला त्यति बेला झन् होइन तर अहिले चाहिँ खाली खाली डाँडाहरू चाहिँ छ है यस्तो के हो त यो यहाँको स्ट्रक्चर नै त्यो के हुन्छ नि चट्टानहरूको स्ट्रक्चर नै कसरी पाहाड बनेको छ क्या त्यो हुन्छ नि हेर्दा पनि खतरा लाग्ने कि यस्तो दामी दामी भ्यू छ यार अतिथि देव भव लेखेको छ होइन यहाँ चाहिँ टक्क हाम्रो स्वागतको लागि आमा पुरा यहाँ त खोला पनि उसले ढुङ्गा माटोसँगै बग्दो रहेछ क्या भनेपछि तराईमा चाहिँ ढुङ्गा माटो यहीँबाट जान्छ के हो आमा ओहो दामी दामी अति बवाल छ यार प्रशंसा गरेरै नथाकिने सुन्दरता कति हो यो ठाउँको डोल्पा लोमाङथाङ ए डोल्पा जाने यता रहेछ अनि लोमाङथाङ यता रहेछ डोल्पा जाने त अझै दामी फ्ल्याङ के भन्ने यार एबे यता पनि दामी छ होला है ओ यो पहाड यो हावा यो लहर यो सा तिमीलाई कुन गाडी गर्छ यस्तो दुलुडा चाहिँ जिमाउँदो रहेछ यो धरती यो आकाश रमझम रमझम तिमीलाई र तिम्रो नाम के हो रेलीमा लाउरे दाइको रेलीमा यहाँनिर दुईवटा बाटो छुट्टेको रहेछ होइन कागबेनी र उता कहाँ जाने आइज उतै गरे ल सो हाम्रो केटाहरू त फर्केको थियो फेरि हामी यतै जानु थाल्यौँ बिचरा उसलाई झ्याउको आयो भनेर है यता माथि चाहिँ वहाँ जाने ठाउँ रहेछ के हो कागबेनी जाने चाहिँ यता रहेछ अनि उता माथि चाहिँ के मुक्तिनाथ ए कागबेनीबाट कागबेनी पुगेपछि बल्ल मुक्तिनाथ आउँछ होइन च्याङ्रा कस्तो दामी देखिने यार बिचरा यहाँ त हामीलाई देख्दा त कस्तो रमाइलो लाग्छ म यहाँ उनीहरूले चाहिँ होइन काम गरेर आएको के हो तर घाँसै केही छैन त यहाँ के खान्छन् यार ओहो हरियो गाउँ त फेरि यता रहेछ नि त
कस्तो पहाडको उसमा पनि कस्तो कस्तो बाटो ठाउँहरू यार ठाउँ त ठाउँ हो क्या गाइस जे जस्तो सकेको होस् होइन हामी त्यो सब दुनियाँदेखि त्यो काठमाडौँको सारा त्यो हुन्छ नि झन्झटदेखि हामीले बिदाई लगेर हामी चाहिँ घुमेर आएको छौँ अनि एकदमै मजा 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 आइरहेछ यो बाटो है सो गाइस कस्तो देखिरहेको छ होइन कपालसपाल छोडेर अहिले चाहिँ हामी यस्तो राम्रो ठाउँमा छौँ है लोकेसन मेरो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ लोकेसन चाहिँ अनि साथमा मेरो बुढी वाह बुढे के छ एकदम बबाल छ यार हिरो देखेँ खतरा भ्यूमा आउँदाखेरि है नाम देखेको छु होइन हेर्नुभन्दा त यहाँ आएर हेर्नु भनेको मजा नै छुट्टै रहेछ होइन यसरी लोकेसन देखाऊ नाम चाहिँ दामी भन्नु राम्रो खिचेछौँ होइन दामी खिचिसक्यो मलाई अनि यस्तो दामी दामी हामीले चाहिँ यहाँ थोरै बेर चाहिँ फोटो सेसन गऱ्यौँ है एकदमै दामी भएर यस्तो राम्रो राम्रो फोटोहरू आयो हो कि केटा दामी सो अहिले चाहिँ हामी अब सबै टिम चाहिँ माथि गइसक्यो होइन अब केटाहरू चाहिँ पुरै लोकेसनमा भोकको लागि दौडिन्छन् के भने केसको लागि दौडिन्छन् उतै दौडिरहेको छन् हामी चाहिँ यतै छौँ सो अब हामी चाहिँ निस्किन्छौँ सो होइन कागबेनी बजारको मैले भिडियो खिचेँ भनेको त रोक्यो रहेछु मैले कस्तो खिच्दैन रहेछु अति दामी छ ठाउँ होइन यस्तो छ त्यो मेन बजार खिच्न थालेको रेकर्ड बढाउन थिचेँ भनेको त्यो हाततिर उ गरेको थिएँ खिचेकै रहेनछु कागबेनी बजार यस्तो रहेछ गाइज होइन खतरा पहाड छ त्यो टुप्पामा के राखेको हो त माथि हाइटमा यार यहाँ त पुरै हिउँ हुन्छ क्या पछि होइन त्यही भएर घरहरू पुरै उसले न्यानो बनाएको छ बाटो त यतातिर रहेछ है अति पुरै अब एक गेयरमा हिँडाल्नु पर्ने छ यतातिर अवस्था र हामी चाहिँ जानुपर्ने कहाँदेखि रहेछ यहीँ पुलदेखि रहेछ यस्तो यहाँनिर एउटा काठको पुल छ यस्तो पुलबाट कहाँ जाने बाटो त क्या डर लाग्ने यार मजा आइरहेछ होइन एकदमै दामी तर अब त बबाल अफरोड सुरु भएको छ होइन यता माथितिरको बस्ती सकभर धेरै नभएर पनि होला यतातिर धेरै बाटोहरू बनाएको छैन एक ठाउँले रोक्छ यार
है खास यो ठाउँ हामी सबै चाहिँ बाइकमा जान्छौँ होइन यहाँ टुरिस्टहरूलाई मैले धेरै जस्तो बाहिरबाट आएकोलाई चाहिँ यहाँ हिँडेको देखेँ होइन खास यो ठाउँ ट्रेक गर्ने नै ठाउँ रहेछ क्या हुनाले यत्तिकै हाइकिङ गर्ने हिँड्ने अनि मजाले यो भ्यूको आनन्द लिने चाहिँ ठाउँ रहेछ ओ हो के हो अति दामी यार ल बबाल हेर्नुहोस् होइन जतिजना पनि आउनु भएको छैन सो म रिकमेन्ड के गर्छु भन्दाखेरि हजुरहरू आउन सक्नुहुन्छ यहाँ चाहिँ यस्तो ब्युटिफुल प्लेस छ अरे कुरै छोड्दैनस् क्या यति तपाईँ यहाँ आएर होइन गाडीमा आउनुभन्दा सरसर्ती हिँड्नु होला होइन तर यदि आफ्नो उसमा आउनुभयो भने चाहिँ कि आफ्नै गाडीमा आउनुभयो या केही गर्नुभयो भने पनि तपाईँ बाइकमा आउनुभयो भने तपाईँ यो ठाउँलाई इन्जोय गर्दै हिँड्न सक्नुहुन्छ क्या जहाँ जे देख्यो त्यही रोकिन मन लाग्छ क्या एकदम यस्तो छ रहेछ यतातिर चाहिँ लगभग उतातिर जति हामी जमसमतिरदेखि उतातिर राम्रो बाटो थियो यतातिर त्यति भन्ने बाटो चाहिँ अब ठिकै छ तर यो ढुङ्गाले गर्दाले अप्ठ्यारो बनाएको छ अनि त्यसपछि हाम्रो केटाहरू चाहिँ सबजना अगाडि गइसक्यो है अनि हामी यहाँ चाहिँ बुढाबुढी मात्रै छौँ 2 जना सिप अनि हामी चाहिँ अलिकति भिडियो खिच्न सिनेमेटिक भिडियोहरू खिच्न थाल्यौँ फोटोहरू खिच्न थाल्यौँ त्यो गरेर अनि अलिकति ढिलो भयो हामी चाहिँ चुसाङमा चाहिँ छौँ होइन अनि यहीँ पर्खिरहेको रहेछ नि हामीलाई हामी त धेरै अगाडि गइसक्यो के भन्दा अनि लोकेसन चुसाङ चाहिँ यस्तो छ होइन भ्यू यो छ अनि हाम्रो बाइकहरू यसरी राखिएको छ यहाँनिर यस्तो दामी देखेको यार हाम्रो केटाहरू चाहिँ सब खाना खानलाई यहीँ बसिरहेको छन् होइन के केटाहरू न्याङ गर्दैछ अहिले चाहिँ हामी एउटा खाना खाएर निस्किन लाग्यो होइन हाम्रो सबै केटाहरू रेडी भइसक्यो अनि खाना चाहिँ एकदम मिठो थियो होइन खाना एकदम मिठो थियो होइन बबाल ल अब बस ल अब हामी चाहिँ निस्किने ल जाउँ गाइज ल बुलेट राइडरहरूसँग जाउँ ल ब्रदर है ल अहिले हामी चाहिँ कालीगण्डकी नदी पुल भने हो कालीगण्डकी यहाँदेखि जान्छ ओहो खतरा ठाउँ हेर्नु त आमा कालीगण्डकी पुल तो दामी यार ओ यो त सबै हामी जति पनि तर्दै आयो यो सब कालीगण्डकी रहेछ पानी त यहाँ यति छ वहाँ पुगेर कति धेरै है बाइक चाहिँ मेरो होइन यस्तो मजाले आइदियो केटाहरू ल हाइबुसा ल्याइदिइहालेँ मैले होइन केटाहरूको बाइकै आएन नि अल्झिहालेँ त्यो साइकल हावै चल्दो रहेछ यार कस्तो गर्मी भएको यार म पनि उकेर चलाउँछु यस्तो मजा आउँदो रहेछ यार उबेर चलाउन त ए गाइस ओए देख ले केटा देख ले हम भी चलाते हैं बाइक ऐसे खिच ओ दामी मजा आउँदो रहेछ नि त बाइक सुजुकी जिक्सर अन द वे हाइबुसा अन द वे हाइबुसा त यस्तोमा चल्दैन होइन अरू के छ त केटो हाल खबर के छ पानीमा हामी यतिकै चलाएर गइदिने यो राम्रोसँग मस्त मजा हामी चाहिँ अहिले पुरै त्यो एउटा डाँडा चढेर माथि आइसकेका छौँ होइन के गर्नु लोकेसन मिस अब त्यो चाहिँ पछि हेरेर भनौँला लोकेसनलाई चाहिँ होइन आमा भ्यू
गाइज ल तपाईँहरूलाई कस्तो लाग्यो होइन कमेन्ट गर्नु होला यस्तो दामी दामी ठाउँ छ यार बाटो त लास्ट डेन्जर यार ओहो धन्न पानीहरू तर झरनाहरू यतिखेर सानो सानो हुँदो रहेछ है अलिक सानो हुँदो रहेछ अब यस्तोमा अड्डेर खिच्नु हुन्थ्यो तर हाम्रो टिम सब अगाडि गइसक्यो ए हाम्रो केटाहरू सब हेरेछ ल सबजना हेरेछ लगभग यो चौतारीमा हामी पुग्यौँ यो ठाउँ चाहिँ खै कुन थाहा छैन यो हामी सबैभन्दा हाइटमा होला सबबाट लाग्यो तर अझै माथि रहेछ अरू हाइट चाहिँ टन्नै छ अझै ल ओहो सबजना यहाँ यस्तो गर्दैछ मस्त गगनमे वेलकम टु गेस्ट हाउस के छ यहाँ के ठाउँको नाम छ ओहो धुलो त भक्कल उडाएर के छ ठाउँको नाम के छ यहाँ लोके घर स्याङटाङ मुस्ताङ हो त्यसले गर्दा पहाड पनि कस्तो छ भन्दाखेरि येल्लो कलर अनि येल्लो कलर त्यसपछि के छ रेड कलर अनि व्हाइट कलर ब्ल्याक ब्लू देखिरहेको छ कि त्यो सबै होइन मिक्स भएर चिसो त चिसो पुरै छोड्दैन यो टाइममा तराईमा यस्तो गर्मी छ तर यहाँ यति चिसो छ यति चिसो छ मसिनो पानी पनि आइरहेछ होइन लागि अहिले त हिउँ पर्दैन गफ हाने जस्तो होला तर चाहिँ हिउँ चाहिँ होइन होइन तर पानीको मसिनो छिटो तर पानी जस्तो पनि कस्तो कस्तो छ कि ड्राइभ स्लो पुलिस चेक पोस्ट अहिले हामी घामीमा आइपुग्यौँ होइन अब यहाँदेखि हामी फेरि लोमाङथाङ जानलाई चाहिँ खोइ यहाँ केटाहरूले त किलोमिटर हेर्दैछन् होइन कति छ खै छोड्दा 19 किलोमिटर कसरी भयो ए खराब भएको छ खराब भएको छ लास खराब भयो बुढीको 19 किलोमिटर ठिकै त हो त किनभने लकडाहरूले खाने रे सो अब हामी चाहिँ निस्किनु लागेको होइन गाइज यहाँबाट फेरि भन्ने सोचमा थियो तर फेरि यिनीहरूले भन्छन् कता घामी सामी फ्रम द रानी ए लो त्यो बाटोमा के बिचमा राखेर जानेस् भाइ ए जान्दैन क्या रोक्नै जान्दैन कस्तो राम्रो फ्लावर रहेछ है रुख हो ल सुम्बा खाजा घरमा छौँ है अनि हामी चाहिँ अब यहाँ खाजा घरनिर रोकेर हामी खाजा चाहिँ खानेछौँ सो अहिले चाहिँ हामी चाहिँ यो दामी भन्ने ठाउँमै छौँ है अझै पनि र यहाँको मौसम चाहिँ एकदमै चिसो रहेको छ अनि त्यसपछि हेर्नुहोस् हावा एकदम चिसो छ यो लगन परेछ र थोरै पानीहरू पनि परिरहेको छ क्या होइन अनि एकदमै चिसो मौसम छ तर वाइल्ड कोल्ड यार यो त अति चिसो भइसकेको छ यो भातहरू पुरै कस्तो यस्तो हुन्छ नि त्यो खुल्ने पनि नखुलेर त्यो टाइट भएको छ कि पुरै मासुहरू होइन अनि एकदमै दामी छ ठाउँ है अरू यस्तै हो चिसो चाहिँ बबाल भएको छ अनि भ्यूहरू यहाँको यस्तो छ अहिले चाहिँ सबैजना हामी चिया खाएर अनि यहाँ चाहिँ अलिकति के भइरहेको छ भन्दाखेरि थोरै किनमेल बढिरहेको छ होइन सबजना किन्दैछन् उ त्यहाँ उनीहरू धेरै चिसो बढेर यो किनिरहेछन् उनीहरूले चाहिँ
अनि यता पनि त्यो टोपी र मफलर किनेका छन्। दानिल तैँले के गरेस्? हेर्दैछस्? तिमीलाई सबै ठिकै छ? ठिक छ होइन? ओके, हाम्रो चाहिँ फेरि सबै सेट छ होइन, हामीलाई चाहिँ सजिलो भयो। तर केटाहरूले केही नल्याएको हुनाले चिसो यति रहेछ बाहिर होइन, अझै अगाडि जाने ठाउँमा झन् चिसो छ अरे, त्यही भएर भनेर सबै किनेको छ। पानी यस्तो पानी पनि हुन्छ नि हामीले उतातिर फिल गर्ने पानी हिउँ हो। हिउँ होला कि हिउँ? ओ माय गॉड, ओ हिउँ रहेछ। हिउँ हो, हिउँ परिराखेको छ यार। तर त्यो देखिँदैन, पानी जस्तै छ हल्का। अति दामी यस्तो बवाल भइरहेछ, अति बवाल भइरहेछ। देउरानीहरू पुरा नयाँ चोरीहरू पुरा हल्का हिउँमा र उसलाई चाहिँ कस्तो भइरहेछ थाहा छैन, तर रमाइलो लागिरहेछ भनेर भन्दैछ सुन्दाखेरि। ओ दामी भइरहेछ, दामी भइरहेछ। ओ माइ गॉड, हिउँ परिरहेछ हिउँ। पैसा जेट होइन, जेटको आज एक उयो भएको आमा है, हिउँ परिरहेछ, यति रमाइलो भइरहेछ। रमाइलो तर चिसो पनि एकदमै भइरहेछ। चिसो भयो भने सबैजना चाहिँ खुसी हुनुहुन्छ है अहिले चाहिँ पुरा। माथि डाँडातिर चाहिँ एकदमै हिउँ परिरहेको रहेछ, त्यही त डाँडा देखिएको छ। अनि हाम्रो भ्यू पुरै आँख पनि कस्तो पहेँलो होइन, यस्तो राम्रो देखिरहेको छ। इन्जोय द भ्यू गाइस। सपना पुरा भयो। सिधा सिधा इमेजिन गर्न नसकिने चिज हो क्या होइन। मैले यस्तो दामी यो फिल गर्न पाउँछु भनेर चाहिँ मैले सोचेको थिएन होइन। यति दामी चिसोको त पुरै छोडिदिनु गाइड होइन। आँखाभित्र आइस बस्यो। तपाईँहरूलाई यो खुसी कसरी गर्न सक्छु मैले पुरा आँखामा हिउँ बसिरहेको छ यार। झुला त्यस्तो भइरहेछ तर अहिले हामी चाहिँ लुमान ठाउँको हाइटमा पुगिसक्यौँ। यहाँ चाहिँ एकदमै हिउँ परिरहेको छ होइन। हिउँ महसुस गर्न पायौँ हामीले। ओ माय गॉड, हाम्रो बाइकहरू सफल एकदम सही नम्बर यहाँ पुगिरहेको छन्। यहाँ मेरो बुढी भाइहरू यहाँ हिउँ परिरहेको छ कि चिसो भयो है।
हेलो गाइज के छ एकदम बबाल बिन्दास 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 Oh my God. यहाँ हिउँ हेर्न सक्नुहुन्छ यसमा हिउँ बसेको बिहान बनाउँदा होइन हाँ? ठुलो धोको थियो होइन हाम्रो यो वर्षपछिको धोको चाहिँ भएको छ आउने एउटा लोमन थाङ्ने आएको बेस रहेछ होइन केटा हामी लोमाङताङ आएर एकदमै बबाल बबाल यस होइन यस 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 एकदम यो त अचानक यो त सोचेको कुरा पनि भइरह्यो होइन हिउँमा बस्छ भन्ने सोचेकै थिएन यार हामी त आमा कस्तो लागिरहेको छ बाबु चिसो लागिराखेको छ मेरो हातले कामै गरिराखेको छ चिसो त एकदम भइरहेको छ अरू अरू अब हिउँ पर्ने ठाउँमा जाने इच्छा थियो आइपुग्यो पुग्यो भोलि बिहान हामी एकछिन न हाम्रो योजना चाहिँ होइन होइन हाम्रो योजना होइन तर केही तयारी नगर्नाले यस्तो बर्बाद भयो साह्रै दुःख पाइयो हामी त हापटुमा आउन खोजिराखेका थियौँ भन्ने मेरो बुढीले बुढा चिसो हुन सक्छ भनेर ज्याकेट लगाएर जानु भनेर बुढी भन्न ज्याकेट चाहिँ लगाइयो तर ट्राउजर दिन बिर्सिन्छ बुढी ओके यस्तो मजा आयो होइन गाइस के छ ठिक छ पुरा हिउँमा खेल्ने इच्छा थियो होइन इच्छा थियो यो पनि पुरा भयो हुन्छ या हुन हामीलाई थाहा थिएन नि त केही पनि हिउँ पर्छ भनेर तर आज फाइनली हिउँ पर्यो ओके ओके गीत लगा गीत फाइनली गाइस यस्तो चिसो हात भइरहेछ तर पनि एकदमै एक्साइटेड एन्ड खुसीले गर्दाखेरि यो चिसो नै हराएको छ सो हामीले नसोचेको र कल्पना नगरेको कुरा हामीले गरेका छौँ सो यता नसोचेको कुरा हो बुढीसँग पहिलो ट्रिप पहिलो ट्रिपले बबाल त्यही पनि हिउँ परे चाहिँ यस्तो वेलकम गरेछ हामीलाई धन्न फर्किने भने हिउँ परेदेखि फर्किहाल्थेँ गइरहेको छ दाइ हेर्न अनएक्सपेक्टेडली चाहिँ यहाँनिर आज हिउँ परिदिएको छ सायद हामी यत्तिकै जान्छौँ जस्तो लागिरहेको छ हामी यहाँ आउँदै गर्दाखेरि हामीले घाम पानी जाडो ढुङ्गाको अनि त्यसपछि धुलो लास्टमा हिउँ पनि सबै कुराहरूलाई फेस गर्दै फाइनल्ली हामी अहिले लोमङथाङको डाँडामा पुगिसक्यौँ अब जस एक्साइटमेन्ट चाहिँ हाम्रो भइरहनेछ अझ भोलिको दिन पनि बाँकी छ भोलिको सबै कुराहरू एक मुष्ट तपाईँलाई हामी देखाउनेछौँ ओके 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 भाइ के त तेरो विचार कस्तो थियो त यहाँको लागि ओर्थित एकदम बबाल ओर्थित होइन मैले नसोचेको कुरा खुसीले गर्दाखेरि पनि ताकत आइरहेको छ यार फाइनली अब हामी चाहिँ लोमङथाङको आइपुग्दैछौँ रहेछ भन्दाखेरि पनि पहिला हेरेर भिजिट गरेर एकछिन हामीले यहाँ भोलि घाम लाग्छ कि के गर्छ थाहा छैन है एकदमै दामी लाग्यो वेलकम टु यता देख्नु ल वेलकम टु लोमङथाङ हामी लोमङथाङमा फाइनली पुगियो भनौँ होइन अपमान चिसो भइरहेको छ हामीलाई कतिखेर कपडा चेन्ज गर्ने अनि कतिखेर त्यो आगो ताप्न पाए झनै राम्रो फाइनली वी रिच्ड हियर हामी यहाँ पुगेका छौँ फाइनल्ली सो अहिले चाहिँ हामी होटल खोज्दा खोज्दा बल्ल हामी यहाँ पुग्यौँ है अनि लोटस क्याफ कफी भनेर यहाँ चाहिँ रहेछ अनि त्यसपछि हामी बाइक पार्किङ यहीँ गर्दैछौँ एकदम चिसो हिउँमा खेल्दा त्यो उले गर्दाखेरि चिसोले गर्दाखेरि अहिले चाहिँ हामी यहाँ पुगिसकेका छौँ अब हामी चाहिँ लगभगभित्र जान्छौँ होइन सो अहिले चाहिँ हामी है खानालाई रेडी भइसक्यो अनि यहाँ चाहिँ खानाको लागि यो रुम चाहिँ एकदमै स्पेसल छ है एकदमै दामी छ मेरो बुढीको त हाम्रो यता चाहिँ आइसक्यो होइन अनि मेरो चाहिँ ढेँडो खाना छ यहाँ
यसको पनि ढिँडो खाना पुरा टेस्ट गरिदिइहालौँ ढिँडो चिकन चाहिँ कस्तो छ भनेर कस्तो मिठो छ दामी ढिँडो कस्तो लागिरहेको ढिँडो जस्तै भन्छ खाना मिठो तँलाई कस्तो लागिरहेको है तातो फोरी तरिएर खाँदैछ